रातिसम्म त्यो फुललाई पनि थाहा हुँदैन अरे भोलि बिहानै भएपछि मन्दिरमा जानुपर्ने हो या त मसान घाटमा गएर सजिनु पर्ने हो भने एउटा फुललाई त भोलि मेरो जीवनको अन्तिम गन्तव्य कहाँ हो भनेर थाहा छैन र पनि फुलले सुगन्ध छरेर फुल्न छोड्दैन भने फुलले आफ्नो धर्म निर्वाह गरिरहन्छ भने तपाईँ हामी पनि त्यसै हुनु पर्यो। हाम्रो जीवन भोलि कतिन्जेल हो थाहा छैन, तर धर्म के हो, हामीले गर्ने कर्म के हो, हामीले आफ्नो धर्म अनुसारको कर्म गर्न छोड्नु भएन। जसले कर्म गर्छ उसले अवश्यमैव फल प्राप्ति गर्छ। त फलको आश नगर्नु, बरु कर्म चाहिँ गरिरहनु भनेर भनिएको छ। त्यस्तै फुल जस्तै हाम्रो जीवन पनि अनवरत अगाडि बढिरहेको छ प्रिय बन्धुहरू। तसर्थ फुलले भोलि गएर मसान घाटमै जानुपर्ने हो। अब किन सुगन्ध छर्नु छ र हे भनेर फुल्छ र? फुल्दैन। फुलले बडा सुन्दर, बडा पुलकित भएर मिठो सुगन्ध छरेर फक्रिएको हुन्छ। या त उसको अन्तिम गन्तव्य मन्दिर बन्छ या त मसान घाट बन्छ। तसर्थ हामीले पनि हाम्रो गन्तव्य कहाँ हो थाहा छैन, तर पनि हामीले गर्ने कर्म, हामीले गर्ने पावन कार्य भने पवित्र हुनुपर्छ, सुन्दर हुनुपर्छ। मासिक परेर पुरै फुल कालो भइसकेको छ। अब लास्ट छ यो फुलको अवस्था। यस्तो छ मखमली फुल्दा घरको वरपर। यस्तो छ यो गुलाबको हालत। गुलाब पनि फुलिसकेको छ। यो गुलाबको फुल पनि फुल्यो। त्यसपछि फुलिरहेछन् सबै फुलहरू। अनि यता यो सुन्तला पनि फुलेर फलेर अब खानसम्म पुगिसकेको छ केही दिनमा। यो फुलले पनि फुलेर झर्नसम्म पुगिसकेको छ यो फुल। यस्तै छ। एउटा यस्तो फुल फुलेको छ। यसको बोट चाहिँ यति धेरै ठुलो हुँदो रहेछ, तर हाँगा लगाएको छोरीले हाँगा बर्खामा लगाएर यत्रो हुँदो यो हिउँदमा फुल्दो रहेछ। यस्तो राम्रो फुलेको छ। फेरि फुल्नलाई कोपिला छन्। यो फुलेको छ, धेरै छ गाइस यो फुल। तर फुलिसकेपछि त यति राम्रो हुँदो रहेछ। यो यस्तो राम्रो फुलेको छ। कस्तो राम्रो पुरै फुल्न तयारीमा छ। केही फुलहरू फुलिसकेका छन्, केही फुल्न बाँकी छ। फेरि यी मौरीहरू पनि घुमिरहेछ फुलमा। मौरी फुलमा मौरी डुल्ने बेला भयो। उता मौरी आउँछ कि क्या हो यो फुलमा? यति धेरै मौरी छन्। यो यस्तो छ फुलको। यस्तो राम्रो फुलेको छ। यो फुल्ने तयारीमा, धेरै फुलेको छैन यो। अब हिउँदमा पुरै फुलेर ढकमक हुन्छ। यस्तो छ गाइस फुलेर। यो यस्तो फुलेको छ। फुल घरको छतसम्म पुगेको छ। यति धेरै ठुलो हुँदो रहेछ यसको रुख चाहिँ। सानो हाँगा लगाएको फुल्दासम्म त पुरा छतसम्म पुगेको छ। फुलिरहेछ। अब के यो महिनाभरि पुरै फुल्छ। अब कोपिला छन्। यस्तो छ फुलको वरिपरि।